सबैजनालाई नमस्कार। आज एउटा भिडियो लिएर आएको छ हजुर माझमा, सानो भिडियो। यदि पहाडतिर बालबालिका आइमाई पुरुष कसैको टाउकोमा जौडा पर्छन् भने त्यसको लागि उपाय भनेको जङ्गलमा जाने, दालचिनी तमाम पाइन्छ, त्यो दालचिनीका पत्ता ल्याउने, ओखलमा कुट्ने अनि टाउकामा लेप लगाउने। लेप लगाइसकेपछि कपडाले पुरा टाउको बेल्ने। लगातार 5-7 दिन गरेछ भने ती जौडाहरू सब मर्छन् र टाउको दुख्ने पनि ठीक हुन्छ। एकदम राम्रो उपाय भनेको। अनि दालचिनीले न त टाउकोलाई खराब गर्छ, न आँखालाई गर्छ, न कानलाई गर्छ। दबाई, राम्रो दबाई हो। सर्दी जुकाम छ भने पनि ठिक हुन्छ, टाउको दुख्ने ठिक हुन्छ। एउटा अदा भन्न छ, अदा खाइने, त्यो पनि ठिक हुन्छ दालचिनीका पत्ताले। र यदि पहाडतिर तराईतिर घरमा मुसाहरूले तङ्ग गरेको छ भने अब औषधि हालौँ, मर्छन्, तर घरभित्र पुरा गन्दगी फैलाइदिन्छन्। मरेपछि खानै खान सकिन्न, बस्न सकिन्न, उठ्न सकिन्न, सुत्न सकिन्न। त्यसैले दबाई नहाल्ने कि वा गाउँघरतिर पुतिनु त हुन्छ, जहाँ पनि जुन दुलाबाट मुसाहरू आउँछ त्यो दुलामा पुतिनाका पात राख्नुहोस्। पुतिनाको बासले मुसाहरू भाग्छ, त्यो ठाउँमा दोबारा आउँदैन। सरल उपाय भने अब दबाई ल्याएर हाल्यो भने खान्छ मुसाले, मुसा मर्छ त्यही दुलामा अनि पुरा गन्दगी हुन्छ। बास मारेपछि खाना खान सकिन्न, घरमा बस्न सकिन्न, निकाल्न पनि सकिन्न दुलाबाट। त पुदिनाले हट्छ, त्यो घरमा दोबारा मुसाहरू कहिले आउँदैन। सानो भिडियो कस्तो लाग्यो? लाइक, शेयर, सब्सक्राइब, कमेन्ट अवश्य गर्नु। धन्यवाद।